हेलो एभ्रिवान, फेरि पनि स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ म र मेरो हस्बेन्ड ट्रेकिङ जान लागेको छौँ। अहिले चाहिँ हामी जिपमा चढ्न आँटेको छौँ कौखोला टु सिक्लेससम्म। हामी चाहिँ पोखरा टु सिक्लेस होइन जानेछौँ। साथीहरू लास्टै जाडो छ आजको मौसम। आज पहिलो दिन पोखरादेखि सिक्लेससम्म यात्रामा छु। लजाइ जान्छ राम्रो हेऱ्यो भने। हाम्रो यात्रा चाहिँ सुरु भइसकेको छ अनि गाडीमा चाहिँ थुप्रै दिदीहरू भाइहरू सबैजना थियो अनि गफ गर्दै फेरि सिन पनि यताबाटै कस्तो राम्रो देखिरहेको छ। सिन देखेर चाहिँ कहिले पुग्नु जस्तो हुँदै हामी गइरहेको छौँ। घरबाट चाहिँ ट्रेकिङको लागि भनेर हामी दुईजना मात्रै निस्केको हो। हामी चाहिँ उता घरबाट आएको भिडियो चाहिँ मैले बनाइनँ, डाइरेक्ट यता पोखरादेखिको स्टार्ट गरेको छु। डाइरेक्ट ट्रेकिङ गएको मात्रै हेर्दै गर्नुलाई यति राम्रो छ है। हेर्नु कति राम्रो हिमालहरू देखिरहेको छ। म त यो देखेर कहिले पुगौँ त्यो ठाउँमा, कहिले नजिकबाट देख्नु जस्तो भइरहेको। यताबाट हेर्दाखेरि यस्तो वाउ देखिरहेको छ। तपाईँहरूलाई पनि देखाउँ भनेर अनि त्यस पछाडि मेमोरीको लागि पनि होस् भनेर मैले चाहिँ भिडियोहरू बनाएको। अहिले चाहिँ हामी चिप्ले गाउँ भन्ने ठाउँमा हाम्रो गाडी रोकेर खाजा खानुलाई रोकिराख्नु भएको छ अनि हामी चाहिँ खाजा खान लागेको छौँ। कति राम्रो गाउँ होला यो है, कति राम्रो गाउँ हो कि यतातिर। कति सफा पनि, कति चिक्क परेको घरहरू। अनि यहाँ चाहिँ माछा पनि टन्नै पार्नु भएको रहेछ। अब चाहिँ हामी खाजा खानु आँटेको छौँ। थुक्पा माई फेभरेट है। अनि मोमो उफ, मेरो हिरो चस्मा लिनु छिरे। फोटो खिच्छ अरे चस्मा निकालेर। फेरि हाम्रो यात्रा सुरु भयो। यताको बाटो चाहिँ यो चिप्ले गाउँदेखि उता चाहिँ एकदमै डेन्जर रहेछ, सबै बिग्रेको रहेछ एकदमै। हामी त तल त के हो यो? 30 किलोमिटर त के रे मिटर तल होला। स्ट्रगल नयाँ मारेर हिँड्नु। पानी परेको बेला हिँडिरहनु पर्छ। कता हो? यस्तो छ है, यस्तो बाटो यस्तो छ। पहिले हेरिराखौँ। अहिले चाहिँ हाम्रो ड्राइभरले यो पुलदेखि उता पारि आउनु, म उतादेखि घुमाएर गाडी ल्याउँछु भनेर हामी यो पुलमा बसिरहेछौँ। यो चाहिँ नेपालकै सेकेन्ड लामो पुल हो भन्छन्। यति लामो छ कि हेर्नु आँखाले नै गर्नु नभ्याउने गरी उता छ। दामी त्यो माथिको चाहिँ
सेतो चाहिँ झर्ना हो यता यो भ्यूहरु पनि निकाल्दिनु ल ए डरै लाग्दैन र तिमी यो बाटो हिँडेर यहाँ तलको अनि उतै उनी नदेखिने रे यहाँ माथि हेर्नुस् झरनाहरू कति राम्रो राम्रो झरनाहरू छ क्यु यहाँ मुनि त म हेर्नु सकेकै छुइनँ यति लामो छ कतिको तल छ म आँखाले त भ्याउँदैन नि सिक्लेस गाउँ देखिनु थाल्यो है त हामी लगभग आइपुग्नै लाग्यो अनि मैले पुरा जुम गरी देखेर चाहिँ कस्तो राम्रो छ कि अहिले यहाँ हिँड्दै ल है सिक्लेस गाउँ नै आइपुग्यो अनि हाम्रो सामानहरू झिक्दैछौँ हामी यहाँको वरिपरिको भ्यू हेर्न सक्नुहुन्छ हामी चाहिँ नमस्ते गेस्ट हाउसमा आइपुग्यो ल अब हाम्रो सामानहरू पनि सब ठिकठाक रेडी भइसक्यो अब चाहिँ हामी जान लाग्यो हेर्नुहोस् सबैजना ट्रेकिङ जानेवालाहरू देख्न सक्नुहुन्छ अब नसोटी भिडियो चाहिँ बनाइहालेँ कृपया नरिसाइदिनु होला भिडियो त्यहाँसम्म आइपुगे पनि मलाई चाहिँ लागिरहेको थियो सिक्लेससम्म मात्र पुगिन्छ होला भनेर तर सिक्लेसदेखि फेरि हामी बाटो लाग्यौँ छिटै पुगेको थियौँ जस्ट लगभग 11 बजीतिर अनि हामी फेरि बाटो लाग्यौँ अहिले चाहिँ हाम्रो यात्रा कहाँसम्म हो भने होगुगोडसम्मको यात्रा हाम्रो सुरु भयो 5 घन्टा समथिङ छ 5 घन्टा नै ल हाम्रो भाइहरू पनि छन् अनि अगाडि दिदीहरू पनि हामी चाहिँ एउटै गाडीमा आएको अनि त्यहीँ बोल्दा बोल्दै हामी चाहिँ एउटा ग्रुप बनेको थियौँ अनि हामी सबैजना सँगै जाँदैछौँ आमा को हो यो यस के गरेको थियो पछाडिदेखि चाहिँ कस्तो राम्रो देखिरहेछ म त सिक्लेससँग मात्रै पुगिन्छ होला जस्तो लाग्दै थियो तर फेरि हामी गयौँ मेरो ड्रेस चाहिँ मिलेको छैन मेरो बुढालाई त्यसको एक्सको याद आए जस्तो छ पुरा गीत गाउँदै हिँड्दैछ बिहानमा आउँदैछु म नि आउँदैछु नि बुढी गाइस फाइनली ओए कस्तो डर लाग्दो बाटो सानो छ म त उही त नि रहर पनि गर्ने जान्छ ट्रेन नल्याउँ भनेको त यसको ग्यास बन्छ तर ओह्रालोमा भिडियो त्यो त्यति राम्रो नदेखिँदो रहेछ उ त्यो सेतो अब जाने कि नजाने ल कोरी जाने कि नजाने एकदम डेन्जर ठाउँ है यो चाहिँ ओ यता
अहिले है आँखाले जस्तो देखिने यस्तो खालको कालो तल खोलाले पूजा यहाँको पानी हेर्नु नेसनल बनाउँछ यस्तो बनाएको यस्तै छ है बाटो यस्तै छ पहिलोचोटि ट्रेकिङ आएको पहिलो फर्स्ट एन्ड लास्ट गाइस यस्तै भयो हेर्नुहोस् एउटा क्लिप मात्र हो कि सबै यस्तै मात्र थियो आयो मेरो घोडा अहिले पुग्छु आउनु थाहा छैन आजको दिन यस्तै रह्यो बेहालात भयो मरे अब फेरि आउने कि नआउने अरे नजाने वैन ट्रेल जाने ल गाइजहरु हात हल्लमै यो चाहिँ हुगु गोठ अरे कोरिजाने मान्छेको हालत यस्तो छ है ल म के दिन्छु भने मेरो बहिनीहरु मेरो साथीभाइ ल आइपुग्यौँ है के पो यो साइला कटेज यो के हो बेहालात छ भोटले मर्नु आँट्यो भगवान ट्याङ 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 टाङ टाङ नाच्छ गरो राम्रो आउँछ हदासे चिन्ता है आसो सिन्दाको त आसो सिन्दाको त आसो सिन्दाको त ल जुम जुम खोइ बहिनीहरू
आएको छ ओइ 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 फाइनली आइपुग्यो है साथीभाइ हो यता मेरो बुढा चाहिँ एक्साइटेड छ अझै हामी ताल पुग्नु बाँकी नै ताल कि के अरे कापुची यहाँ हाम्रो भाइहरू छन् यता हिमालकै फेदमा छौँ है हामी चाहिँ क्यामेरासँग यता देखाउनु त अब दाजु भाउजूको अब म यो सबै यता निकालिदिन्छु हो त के हो राम्री राम्री देख्छु त लु भयो ल दाइ हजुर पहिला छिर्दै ल के हो यस्तो के हो यो भाइहरूलाई पनि खिच्दै कराउ ल ए भ्लगर हो दिदी ल मेमोरीको लागि कापुचले सब्सक्राइबर्स कति पनि छैन बिस्तारै बढ्दै जाला नि दिदी यस्तो स्ट्रगल किन हो किन हो यस्तो स्ट्रगल किन हो यस्तो स्ट्रगल के को लागि हो यस्तो स्ट्रगल के को लागि हो ल स्वर्गको लागि अलिक कम स्प्रे त मलाई त उनी आएको त याद आएन के भरेमा अड्काइ नि हुन्छ त्यहाँबाट भ्यू देखिन्छ त भरेबाट यो हजुर कापुची कि पाकुची हो कापुचे कापुचे खै जसरी भए पनि निको त बनाउनु पर्छ त यो खुट्टा त आइस भात हान्दिनु दाइ ऊ चिसो पानीमा च्याप डाइ हान्दैछ आइस भात त्यसपछि त म त फेरि त्यहाँदेखि उठ्दिनँ होला दिदीलाई टेन्सन त्यसपछि दिदीले बोकेर हिँड्नुपर्छ त्यसपछि महिना दिन जति यता गएर यहाँनिर पूजा गर्नु पर्थ्यो ल हामी जस्तो खुट्टा जान्छौँ होइन के गर्ने यतापट्टि फर्किने उतापट्टि फर्किने गो हामी त हेरेको त्यो भिडियो नि बनाउनु पर्ला जस्तो छ अब भित्र कुना पनि छ है कोही रोयो बल्ल बल्ल माथि पुग्यो हिजो रोएर आज यस्तो हालत छ हिँड्नै सकेको छैन के गर्नुपर्ने म उस्तै हिजो राति धन्नै मरे सास फेर्नु गाह्रो भएर बमिट गर्दा फर्स्ट टाइम लास्टै भयो यस्तो ओह्रालो त 2 घन्टाको ओह्रालो छ अब नि हिजो आउँदा कसरी आयौँ होला 2 घन्टाको ओह्रालो छ सबैले छोडेर गयो हाम्रो साथीभाइहरूले मेरो बुढा र म मात्र छौँ आज हामी घर पनि पुग्दैनौँ कोरी पनि जाँदैनौँ कोरी पनि क्यान्सल भयो
कोरीकै लागि आएको हो खासमा तर कापुची जाने भएर खत्तम भयो नि राम्रो त राम्रो रहेछ ठाउँ अब के हुन्छ अझै आधी मात्रै भयो क्या हो त्यो छ ट्रेकिङ तर अब आउनुहुन्छ फेरि पनि आउने फेरि पनि अब म आउँदिनँ अब खत्तम हो सिधै ओह्रालो छ है साथीभाइहरू हामी चाहिँ फर्किसक्यौँ मेरो कुरा चाहिँ हिँड्न नसकेर बिस्तारै आउँदैछु मम्मी भाइ बहिनीहरू कहाँ पुग्यो पुग्यो हेर्नुहोस् भ्यू कति राम्रो हेऱ्यो अनि यता चाहिँ खोला छ खोला पुरा बगिआएको छ अनि यहाँदेखि उता चाहिँ कोरी जाने बाटो रहेको छ यहाँनिर यता पुल पनि छ अब हामी कोरी जान सक्छौँ सक्दैन त्यो थाहा छैन त्यो हिँड्नु सकेन र यहाँ हिमाल कति राम्रो देखिरहेको रहेछ क्या भने मलाई कस्तो खिचिरहनु मन लाग्छ तर हिमाल जति टाढादेखि देख्दाखेरि वाउ हुन्छ नजिकदेखि देख्दा चाहिँ जाडोले मर्नु खोजिन्छ त्यही हो प्रब्लम वाउ खिचिराखौँ हेरिराखौँ जस्तो यस्तै छ रमाइलो छ अझै राम्रो छ स्वर्ग जस्तै छ तर जानु एकदमै गाह्रो एकदमै साह्रो पऱ्यो मलाई चाहिँ सबैलाई त्यस्तो नहुन सक्छ हामी चाहिँ बल्लै नै पुगेर आयौँ कापुचे के भन्छ है अब बढिसकेछौँ भने कोरी पनि जान्छौँ र अब प्रदीप हिँड्नु सकेको छैन उसको दुइटै घोडाहरू दुखिरहेको छ के हुन्छ थाहा छैन यहाँ फुल त हिँड्नु सकेन नि त माथि ओह्रालोमा त झन् यसो रम दाइ ब्याक साइड पनि हाम्रो हल्लुको छ हजुर बिस्तारै बिस्तारै आउँदै गर्नु न थोडा राम्रो हो त नि लु त्यस्तै गरौँ नि दाइ वहाँबाट कोरी जाने भनेर सँगै आएको बिचमा छुट्टिएर हिँड्नु सक्दैन अरे अनि मात्रै नि कोरी नगएर नै मेरो आत्माले नि शान्ति पाउँदैन जस्तो लाग्दैछ नाउ हो भन्दै हुनुहुन्छ कि नाउ हो अब त भन्दै हुनुहुन्छ तर अझै गाह्रो चाहिँ एकदमै गाह्रो छ उसको खुट्टा नचलेर आज हामी कोरी जाने मान्छे पनि गएनौँ भाइ बहिनीले सबैले छोडेर गयो साथीभाइहरू सो स्याड म धेरै निराश छु बिरामी भयो उसको घोडा हिँड्नै हुँदैन स्याहार्दा काबु भइसक्यो मालिस गर्दा यस्तो छ हालत जे थियो त्यही प्रस्तुत गरेँ हजुरहरूलाई के कस्तो लाग्यो म लास्ट मोटाएछु यार यो बुढा आएको खानकीले मेजमान खाँदा सबैतिर खाना खानु लान्छ त्यस्तै है आजलाई चाहिँ मेरो भिडियो यति नै रहेको छ भोलि हामी के गर्छौँ कहाँ जान्छौँ फेरि नेक्स्ट भिडियो प्रस्तुत गर्ने नै छु त्यतिन्जेलको लागि Bye bye. See you guys. Yes,